काठमाडौँ जाने बाटो कता पर्छ र? सुनतिरबाट जाने हो। कति दिन लाग्छ? लाग्ला नि 1-2 दिन। 1-2 दिन लाग्छ। केमा जाने हामी? गाडीमा उता सुनलमा जानु न। सुनलमा जाने? बाइकमा आम फेरि? बाइक त्यो त थाहा भएन, तर सुनलमा चाहिँ गाडी पाइन्छ। बाइकमा जान सकिन्न र? सकिन्छ। कति दिन लाग्छ लगभग बाइकमा? लगभग 2 दिन जति, 2-3 दिन। 2-3 दिन लाग्छ। अनि गाडीमा? गाडीमा 1 दिन। हेलिकप्टर पाइने र यता कतै? नै। हो र? बाटो कताबाट हो त जाने? यता सुनलतिरबाट जाने हो। कतातिर हो र काठमाडौँ? पूर्व पश्चिम? यता पूर्वतिर। पूर्व उता? पूर्व यता हो कि यता हो र? थाहा छैन। यता सुनलमा जानु, सुनलबाट यस्तै जानु, बुटोल काटेपछि अनि अझै उता गएपछि आउँछ। ए बुटोलबाट जाने हो काठमाडौँ? यता नारायणघाट हुँदै जाने होइन? हो नारायणघाटतिर। पहिला बुटोल जाने त्यसपछि नारायणघाट जाने? ए भनेपछि 2-3 दिन लाग्छ। झ्याउ भयो नि त फेरि यार। पैसा कति जति लाग्ला? खै पेट्रोल लाग्छ होला। पेट्रोल लाग्छ? पेट्रोल कति लाग्ला? थाहा भएन, गएको छैन के गाडीमा। साइकलमा लाग्दैन होला नि पेट्रोल? साइकलमा जाँदा ठिक होला। खै गएको छैन के म। साइकलमा पुगिन्न? पुगेछ। फेरि पेट्रोल हाल्ने पैसा पनि छैन कि साइकलमा? फेरि पेट्रोल लाग्दैन होइन? लाग्दैन त लाग्दैन के। बाइकमै जाऊँ न त। बाइकमै जाँदा ठिक हुन्छ। पेट्रोल हाल्ने पैसा भएन कि फेरि। बसमा जानु न त। बसमा जाने? बसमा कति लिन्छ भाडा? भाडा 150 भन्दा माथि लिन्छ। 150 भन्दा माथि लिन्छ बुटोलबाट? बुटोलमा त 70 मा पुगाइदिन्छ। बुटोलबाट 70 मा पुऱ्याइन्छ? 70 सम्म। काठमाडौँ पुऱ्याइन्छ? काठमाडौँ होइन, बुटोलमा। बुटोलबाट अनि काठमाडौँ पुगाइदिन्छ त्यति। काठमाडौँ कति पुऱ्याइन्छ बुटोलदेखि? थाहा भएन, म त गएको छैन के। बुटोलदेखि सुनलदेखि लगभग कति ल्याला भाडा? भाडा 300 जति राख्नु न। 300 जति पुग्छ? 300 जतिले बुटोलदेखि काठमाडौँ पुऱ्याइन्छ? ए खाना नि? खाना खै त्यो थाहा भएन। तिमीसँग सापटी छ र अहिले पैसा अलिकति? छैन, म त साथी गरेर जानु लाग्यो। हो र? अलि 50-100 रुपियाँ छ भने देऊ न मिल्छ भने। छैन? 1 रुपियाँ पनि छैन? ल ल हुन्छ। हामी भनेपछि साइकलमै जान्छौँ होइन? ल हुन्छ अब थ्याङ्क यू बाबु।